दर्शकहरू सम्पूर्णलाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ हजुरहरू। म आज जङ्गलतिर गएको थिएँ, जाने क्रममा गोरो देखेर त्यो रुखमा गोरो रुखो पहिला भुइँमा थियो, पछि त्यो रुखमा चढ्यो। यसो गोरालाई मारौँ कि भनेर रुखो चढेको थिएँ, पोगेर चाहिँ फेरि झरिगयो। जतासुकै मरोस् भने पोगेले टोक्यो, त्यहाँ झऱ्यो। नत्र गोराको मासु खाने विचार थिए, भएन। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला। अब गोराको मासु खान मन त थियो, अब मारे भए सबैलाई पनि चखाउँथ्यो होला, देखाउने पनि देखाउँथे। अब सकिएन, पोगेले पनि टोक्यो। नत्र त्यहाँ पोगेले नटोक्या त मारिन्थ्यो होला सायद। पोगे त्यो भरि फाल्न त, तर पोगे मात्रै रहेछन्, त्यही भएर झरिगयो। म झर्न पनि माथि भाइ पोगेले टोकिन जानै सकिएन। नत्र त गोरो ठुलै थियो, जो 3-4 किलो जति थियो क्या। अब मार्न सकिन्थ्यो होला, पोगेले नटोकेको भए। पोगेले पनि टोके, त्यही भएर गइएन माथि भाइ। फेरि अब भेटिएछ भने मारौँला, खामला। सबैजनाले धैर्य गर्नु है। ल हुन्छ, बाई।